एसआईपी रेगुलरली गरिराख्नु भएको छ अथवा अब सुरु गर्ने सोच्दै हुनुहुन्छ भने यो वर्षको सबैभन्दा इम्पोर्टेन्ट भिडियो तपाईको लागि यो हुन सक्छ। हामीले एसआईपी 2024 फर्केर हेर्दा भन्ने भिडियो बनाउन्जेलसम्ममा नेपालमा 7 वटा एसआईपी फन्ड सञ्चालनमा थिए भने अहिले 2026 मा आइपुग्दा चाहिँ यो बढेर 13 वटा पुगेको अवस्था छ, जुन चाहिँ लगभग डबल नै भएको छ। यसले के देखाउँछ त भन्दाखेरि छोटो समयमा नै नेपालमा ओपन एन्डेड म्युचुअल फन्डको सञ्चालन सबै जस्तो क्यापिटलले अडप्ट गर्दै गइरहेको देखिन्छ। आजको भिडियोमा चाहिँ 2025 सकिँदासम्म सञ्चालनमा आएको सबै एसआईपी फन्ड्सको त्यो एक वर्षको परफर्मेन्स चाहिँ कस्तो रह्यो त भनेर रिभ्यू गरौँ, सो दैट तपाईले अर्को एसआईपी गर्ने सोच बनाउनु भएको छ भने पनि कुनलाई चाहिँ कन्सिडर गर्दा बेस्ट हुन्छ भन्ने आन्सर नि पाउनु हुनेछ। र साथसाथै धेरै जनाको एसआईपी को युनिट्स मेरो शेयरमा देखिएको छैन भन्ने चाहिँ कम्प्लेन छ नि, त्यसको बारेमा नि यो भिडियोमा कुरा गर्नेछु। सो ढिला नगरी लेट्स गेट राइट इन्टु आवर आजको भिडियो। यो वर्षमा 6 वटा एसआईपी फन्ड सञ्चालनमा आए हाम्रो मार्केटमा, जसमा सानिमा क्यापिटलको सानिमा फ्लेक्सी फन्ड, प्रभु क्यापिटलको प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम, सिटिजन क्यापिटलको सिटिजन सदाबहार योजना, नबिल इन्भेस्टमेन्टको NI31, एनआईसी एसिया क्यापिटलको एनआईसी एसिया इक्विटी लिङ्क्ड इन्भेस्टमेन्ट स्किम र माछापुच्छ्रे क्यापिटलको माछापुच्छ्रे एसआईपी योजना पर्दछ। अब सुरुमा हेरौँ नेपालमा अहिलेसम्म आएको एसआईपी फन्डहरूको इन्भेस्टमेन्ट स्ट्र्याटेजी र कहिलेदेखि सञ्चालनमा छन् त भनेर। अहिलेसम्म हेर्दा चाहिँ एनआईसी एसिया क्यापिटलको एनआईसी एसिया डाइनामिक डेट फन्ड मात्र एउटा डेट ओरिएन्टेड फन्ड देखिन्छ भने बाँकी सबै चाहिँ इक्विटी ओरिएन्टेड नै रहेको देखिन्छ। अब यो सबै फन्डको बारेमा डिफ्रेन्ट फ्याक्टर्समा डिटेलमा एक एक गर्दै हेरौँ है त। फर्स्टमा सुरु गरौँ हामी सबैलाई अलि बढी चासो हुने फ्याक्टर्स डिभिडेन्डबाट नै। डिभिडेन्ड अनाउन्समेन्ट र डिभिडेन्ड हिस्ट्री हेरौँ है त। 2025 मा चाहिँ पुरानो सबै 7 वटा ओपन एन्डेड फन्डबाट नै डिभिडेन्ड अनाउन्समेन्ट भइसकेको छ, जसमा शुभलक्ष्मी कोषको 16%, नबिल फ्लेक्सी क्याप फन्डको 9%, कुमारी सुनौलो योजनाको 8.88%, सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमको 8%, एनआईबीएल सहभागिता फन्डबाट 7%, एनआईसी एसिया डाइनामिक डेट फन्डबाट 5.55 र एनएमबी सरल बचत फन्ड ईबाट चाहिँ 4.27% रहेको छ। अब बाँकी अरू फन्ड चाहिँ रिसेन्टली सञ्चालनमा भएको हुनाले डिभिडेन्ड दिने कुरा भएन, सो यो पालि चाहिँ सबै पुराना एसआईपी फन्डबाट सानो ठुलो डिभिडेन्ड चाहिँ आएको चाहिँ छ है। यो त भयो यो वर्षको डिभिडेन्ड। अब अहिलेसम्मको डिभिडेन्ड हिस्ट्री पनि हेरौँ है त। यो टेबलबाट अहिलेसम्मको एसआईपी को डिभिडेन्ड हिस्ट्रीलाई एकै ठाउँमा हेर्न सकिन्छ। यसरी हेर्दा एनआईबीएल सहभागिता फन्डबाट 6 वटा आर्थिक वर्षमा 5 पटक डिभिडेन्ड दिएको देखिन्छ, जसको अहिलेसम्मको टोटल डिभिडेन्ड चाहिँ 76.45% हुन आउँछ, जसलाई एभरेज गरेर हेर्दाखेरि 12.74 देखियो। त्यस्तै एनआईसी एसिया डाइनामिक डेट फन्डले चाहिँ लगभग सबै आर्थिक वर्षमा डिभिडेन्ड दिएको छ, जसको 5 वर्षको टोटल डिभिडेन्ड हुन आउँछ 41.55% र एभरेज गरेर हेर्दा 8.31% हुन आउँछ। सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम र एनएमबी सरल बचत फन्ड ईबाट यो वर्ष पहिलो पल्ट डिभिडेन्ड अनाउन्स भएको छ, सिद्धार्थबाट 8% र एनएमबीबाट 4.27%। शुभलक्ष्मी कोष, नबिल फ्लेक्सी फन्ड र कुमारीबाट चाहिँ लास्ट इयर सँगै यो वर्ष पनि डिभिडेन्ड अनाउन्स भएको छ, जसबाट 2 वर्षको टोटल हुन आउँछ शुभलक्ष्मीको 23.50, नबिलको 14% र कुमारी सुनौलो योजनाको चाहिँ 19.38%। अब सेकेन्डमा कम्पेयर गरेर हेरौँ नेट एसेट भ्याल्युबाट। एसआईपीमा अर्को की फ्याक्टर चाहिँ एनएभी नै हो, किन त भन्दाखेरि ओपन एन्डेड म्युचुअल फन्डमा नेट एसेट भ्याल्यु भनेको फन्डको पर युनिट मार्केट भ्याल्यु हो, जुन हाम्रो एसआईपी को रेगुलर इन्भेस्टमेन्ट र रिटर्न दुईटैमा मेजर रोल प्ले गर्छ। एनएभी क्याल्कुलेट गर्ने प्रोसेस चाहिँ यस्तो छ, फन्डको टोटल एसेट्सहरू जस्तै कि स्टक्स, बन्ड, क्याश ब्यालेन्स र अरू सेक्युरिटिजहरूको मार्केट भ्याल्यु क्याल्कुलेट गरेर त्यसबाट लायबिलिटिजहरू माइनस गर्दा फन्डको नेट एसेट भ्याल्यु आउँछ। यो नेट एसेटलाई चाहिँ टोटल आउटस्ट्यान्डिङ युनिट्सले डिभाइड गर्यो भने पर युनिट एनएभी निस्किन्छ, जुन चाहिँ फन्डले डेली बेसिसमा क्याल्कुलेट गर्ने हुन्छ र त्यही क्याल्कुलेटेड एनएभीमा नै एसआईपी को युनिट्सको कारोबार हुने हुन्छ है। एउटा इन्ट्रेस्टिङ कुरा के छ त भने एनएभी को ट्रेन्ड हेरेर फन्ड म्यानेजरको फन्डको पोर्टफोलियो म्यानेजमेन्ट चाहिँ कति राम्रोसँग गरेको छ भनेर पनि आइडिया हुन जान्छ। धेरै फन्डहरूले आफ्नो वेबसाइटमा नै डेली, विकली अनि मन्थली एनएभी को सबै अपडेट दिने गर्छन्। अब यहाँ चाहिँ हाम्रो एनालाइसिसको लागि 2025 को मन्थली एनएभी ट्रेन्डलाई कम्पेयर गरेर हेरौँ है त। यो एनएभी मुभमेन्ट ट्र्याक गरेर नेप्सेको भोलाटिलिटीसँग फन्ड म्यानेजर्सहरूको चाहिँ एसेट म्यानेजमेन्ट स्ट्र्याटेजी कसरी इफेक्टिभ भएको छ, कुन पिरियडमा स्ट्रङ परफर्मेन्स देखियो, कहिले विक रह्यो, सबै कुरा क्लियर देखिन्छ। सो यो टेबलबाट सबै फन्डको 2025 को इच मन्थको मेन्टेन एनएभी देख्न सकिन्छ। नेप्से हाई हुँदा र नेप्से लो हुँदा फन्डहरूले कसरी एनएभीलाई मेन्टेन गरे भनेर पनि यही टेबलबाट सजिलै बुझ्न सकिन्छ। धेरै जसो फन्डहरूको इक्विटी ओरिएन्टेड भएको हुनाले नेप्सेको परफर्मेन्ससँग डाइरेक्टली लिङ्क र इम्प्याक्ट पर्ने हुन्छ सबैजनालाई। सो यसरी हेर्दा हो भने धेरै जसो फन्ड इक्विटी ओरिएन्टेड नै भएको भएर नेप्से असारमा हाई 2795 को लेभलमा पुग्दा फन्डहरूको एनएभी पनि हाई भएको देखिन्छ। त्यो बेलामा शुभलक्ष्मी कोष र कुमारी सुनौलो योजनाको मन्थली एनएभी 12 भन्दा माथि 12.38 र 12.31 सम्म पुगेको रहेछ। त्यस्तै नेप्सेको लो लेभल 2487 को लेभल हुँदाखेरि फन्डको एनएभी पनि घटेर 10 भन्दा तल आएको देखिन्छ। एभरेज गरेर हेर्ने हो भने सबै पुराना फन्डको एनएभी चाहिँ 10 भन्दा माथि नै छ 2025 को मन्थली एनएभी को रिपोर्ट अनुसार। 2025 मा आएको नयाँ फन्डको चाहिँ 2025 मा कम्प्लिट अपरेसनमा नभएको र सञ्चालनमा आएको 4-5 महिना मात्र भएको हुनाले हामीले यहाँ सञ्चालनमा आएको देखिको मन्थको एनएभी राखेर कम्पेयर गरेका छौं। अब यो नयाँ फन्डहरूको चाहिँ नेक्स्ट इयर अलि राम्रो कम्पेरिजन हुन सक्छ। यसरी हेर्दा अहिलेको सबै फन्डले चाहिँ पब्लिश गरेको लेटेस्ट मन्थली रिपोर्ट जुन भनेको
पौष एन्ड हो त्यो अनुसार हाईएस्ट मन्थली एनएबी चाहिँ कुमारी सुनौलो लगानी योजनाको छ, फलोड बाई SSIS। अब थर्डमा कम्पेयर गरौँ फन्ड साइजको ग्रोथ। फन्डहरूको 1 इयर भित्र फन्ड साइजमा कस्तो ग्रोथ आयो त भनेर पनि एनालाइसिस गर्नुपर्ने हुन्छ। सो फन्ड साइज भनेको चाहिँ कम्पनीको एक्जिस्टिङ टोटल युनिट्स मतलब लेटेस्ट मन्थली रिपोर्ट अनुसार इन्भेस्टरहरूलाई इस्यु गरिसकेको जम्मा युनिट्सलाई फेस भ्यालु 10 ले मल्टिप्लाई गरेर क्याल्कुलेट गरिएको भ्यालु हो। यो मेट्रिकले पर्टिकुलरली स्किमहरू चाहिँ 1 वर्ष जस्तो टाइम पिरियडमा आफ्नो साइज र युनिट होल्डर्सहरूको बेस कतिको एक्सपान्ड गर्न सक्यो भनेर क्लियरली देखाउँछ। फन्ड साइज बढ्नु भनेको चाहिँ के हो त भन्दा फन्डमा नयाँ एसआइपी इन्भेस्टर्सहरूको संख्या बढ्नु या एक्जिस्टिङ इन्भेस्टर्सहरूले पनि एसआइपी लाई कन्टिन्यू राख्ने, यो दुईटा भयो भने चाहिँ फन्ड साइज बढ्दै जान्छ। जब फन्ड साइज कन्टिन्युअसली ग्रो हुन्छ त्यसले फन्ड म्यानेजरलाई पनि धेरै फन्ड प्राप्त हुन्छ, जसले गर्दा पोर्टफोलियोलाई डिफ्रेन्ट एसेट क्लासमा पनि डाइभर्सिफाई गरेर इन्भेस्ट गर्न कम्फर्टेबल र फ्लेक्सिबल पनि हुन जान्छ फन्ड म्यानेजरलाई। अब हेरौँ इच फन्डको 1 वर्ष अगाडिको साइज कति थियो र अहिले कति पुगेको छ, कति पर्सेन्टेजले चाहिँ ग्रोथ भयो, यो सबै कम्पेयर गरेर हेरौँ है। यसरी हेर्दा सबैभन्दा बढी फन्ड साइज चाहिँ नबिल फ्लेक्सी क्याप फन्डको 110.97% ले बढेको देखिन्छ, जसको फन्ड साइज 85 करोडबाट बढेर 1 अर्ब 79 करोडसम्म पुगेको छ। त्यस्तै सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमको फन्ड साइज पनि 94.46% ले बढेर 2 अर्ब 17 करोड पुगेको छ। त्यसै गरेर शुभलक्ष्मी कोषको फन्ड साइज 85.44% ले बढेको छ। कुमारीको 83.07, एनआइसी एसियाको 61% ले फन्ड साइजमा ग्रोथ देखिन्छ। एनएमबी सरल बचत फन्ड र एनआइबीएल सहभागिता फन्डको चाहिँ 7 बाट अप्रुभ फन्ड साइज मिट भएको भएर फन्ड साइज एनएमबी को 4 अर्ब र एनआइबीएल को 6 अर्बमा पुगेको छ। कतिजनाले एनएमबी र एनआइबीएलमा एसआइपी गर्दै हुनुहुन्छ भने एसआइपी युनिट्स डिम्याटमा नदेखिनुको रिजन पनि यही नै हो है। फन्ड अप्रुभल साइजको लिमिट बढाउनलाई एप्लाई गर्छ क्यापिटलले, बट साइन र अप्रुभललाई सेबनले एकदम टाइम लगाउने भएले युनिट्स तपाईको खातामा नआएको हो। यसको मतलब युनिट्स पर्चेज नभएको होइन, जस्ट यो अफिसियल डकुमेन्टको प्रोसेसको डिलेले त्यो पर्चेज चाहिँ तपाईको मेरो शेयरमा देखिन मात्र ढिला भएको। क्यापिटलको आफ्नो लगइनमा भने सबै देखिन्छ। यो इस्यु क्यापिटलको भन्दा सेबनको प्रोसेसको हो, जसलाई सेबनले एकदम छिटो सुधार्नु पर्ने देखिन्छ। अब 2025 मा आएर नयाँ एसआइपी फन्ड चाहिँ भर्खर कारोबार सुरु भएको र कुनै त मात्र 4-5 महिना मात्र सञ्चालनमा भएको भएर त्यस्तो मिनिङफुल कम्पेरिजन हुँदैन। त्यसैले अब नेक्स्ट इयर चाहिँ यो प्रपर कम्पेरिजन यहाँ पनि हुन सक्छ। अब कम्पेयर गरेर हेरौँ एसेट अन्डर म्यानेजमेन्ट अर्थात् AUM बाट। एसेट अन्डर म्यानेजमेन्ट और AUM भनेको चाहिँ अहिले फन्डको डिफ्रेन्ट एसेट क्लासमा गरेको इन्भेस्टमेन्टको टोटल मार्केट भ्यालु हो। फन्डले हाम्रो रेगुलर एसआइपी बाट कलेक्ट गरेको पैसालाई भेरियस एसेट्स जस्तै कि स्टक्स, बन्ड, डिभेन्चर, फिक्स्ड डिपोजिटमा इन्भेस्ट गर्दै जान्छन् र त्यही इन्भेस्टेड एसेटको करेन्ट मार्केट भ्यालु नै AUM हो। सिम्पल भाषामा भन्नुपर्दा फन्डले आफ्नो म्यानेजमेन्ट अन्डरमा राखेको टोटल एसेट वा सम्पत्ति भनेर सम्झन सक्नुहुन्छ। AUM चाहिँ कहिले पनि फिक्स्ड या कन्स्ट्यान्ट हुँदैन, यो डेली बेसिसमा चेन्ज भइरहेको छ तपाईको आफ्नो पोर्टफोलियो जस्तै। किनभने फन्डमा एसआइपी गर्ने इन्भेस्टरको इनफ्लो, रिडेम्सनको आउटफ्लो र फन्डसँग भएको एसेटको मार्केट भ्यालु यिनीहरू कन्टिन्युअस चेन्ज हुँदै जान्छन्। त्यही अनुसारले तपाईको पोर्टफोलियो चेन्ज भएको जस्तै म्युचुअल फन्डको पनि यो AUM आफ्नो पोर्टफोलियो नै हो। सो त्यो अनुसारले यो पनि चेन्ज भइ नै रहेछ एभ्री डे। अब हेरौँ 2025 को एन्डसम्म जुन भनेको फन्डले पब्लिस गरेको मन्थली रिपोर्ट हो। मङ्सिर महिनाको रिपोर्ट अनुसार फन्डहरूले डिफ्रेन्ट एसेट क्लासमा गरेको इन्भेस्टमेन्टको टोटल भ्यालु कति छ त भनेर। यसरी हेर्दा एनआइबीएल सहभागिता फन्डको सबैभन्दा बढी AUM 8.63 अर्ब सहित अगाडि रहेको देखिन्छ। यो मार्केटको सबैभन्दा पुरानो फन्ड पनि हो। यसलाई फलो गर्दैछ एनएमबी सरल बचत फन्डले AUM चाहिँ 4.17 अर्बको साइजबाट। अर्कोतिर शुभलक्ष्मी कोषको AUM पुरानो फन्ड मध्ये सबैभन्दा थोरै रहेको देखिन्छ। त्यसैगरी 2025 बाट सञ्चालनमा आएको सानिमा फ्लेक्सी फन्डको AUM पनि लगभग 50 करोड पुगिसकेको छ। नयाँ इन्भेस्टरहरूको इन्फ्लो र एक्जिस्टिङ इन्भेस्टरहरूको रेगुलर एसआइपी कन्ट्रिब्युसनले AUM लाई चाहिँ क्रमिक रूपमा बढाए पनि याद राख्नुपर्ने कुरा के हो त भने फन्डको इफेक्टिभ एसेट एलोकेसन र पर्फर्मेन्सले नै इन्भेस्टरहरूको लङ टर्म रिटर्न डिटरमाइन गर्छ। यसलाई ध्यानमा राखेर अब यी फन्डहरूको इन्भेस्टमेन्ट स्ट्र्याटेजी र करेन्ट एसेट एलोकेसन कस्तो छ हेरौँ है त। इन्भेस्टमेन्ट स्ट्र्याटेजीको बेसिसमा हेर्दाखेरि फन्ड्स मेनली 3 क्याटेगोरीमा पर्छन्, इक्विटी ओरिएन्टेड, डेट ओरिएन्टेड अथवा इक्विटी र डेट मिलाएर गरिने हाइब्रिड ब्यालेन्स फन्ड। फन्डको यही इन्भेस्टमेन्ट स्ट्र्याटेजीबाट हामीले फन्डले आफ्नो टोटल AUM लाई चाहिँ डिफ्रेन्ट एसेट क्लासमा कति पर्सेन्टेज र कसरी एलोकेट गरेको छन् भनेर एक क्लियर फ्रेमवर्क चाहिँ थाहा हुन्छ। अब मङ्सिरको मन्थली रिपोर्ट अनुसार फन्ड्सहरूले एसेट क्लासेसमा कस्तो एलोकेसन गरेका छन् त भन्दा यसरी एनालाइसिस गर्दा के देख्न सकिन्छ त भन्दा एनआइसी चाहिँ एक मात्र डेट ओरिएन्टेड फन्ड हो, बाँकी अरू सबै फन्ड चाहिँ इक्विटी ओरिएन्टेड नै छन्। धेरै जसो एसआइपी फन्डले आफ्नो AUM को मेजर पोर्सन 80 देखि 85% चाहिँ इक्विटीमा नै लगानी गरेका छन्। 2025 मा आएका धेरै एसआइपी फन्डले चाहिँ अझै पनि क्याश नै होल्ड गरेको देखिन्छ। अब बिस्तारै मार्केटको कन्डिसन हेरेर यो फन्डहरूले पनि आफ्नो पोर्टफोलियोलाई डाइभर्सिफाई गर्ने हुन्छ। यसबाट हामीले के बुझ्न सकिन्छ त भने इक्विटी ओरिएन्टेड
ओरिएन्टेड फन्डले प्राइमेरीली स्टक मार्केटमा नै इन्भेस्ट गर्ने स्ट्र्याटेजी राखेका हुन्छन्, जसले गर्दाखेरि नेप्से गर्दा फन्डको पर्फर्मेन्स पनि विक हुन सक्छ, तर मार्केट राम्रो पर्फर्म गर्दाखेरि फन्डको रिटर्न पनि सिग्निफिकेन्टली राम्रो हुन जान्छ। बुल मार्केट पिरियडमा यस्तो टाइपको फन्डबाट एट्र्याक्टिभ डिभिडेन्ड एक्सपेक्ट गर्न सकिन्छ। रिस्क र रिटर्नको पर्सपेक्टिभबाट हेर्ने हो भने इक्विटी ओरिएन्टेड फन्डमा रिस्क लेभल र रिटर्न लेभलको पोटेन्शियल दुइटै हाई हुन्छ। मार्केटको भोलाटिलिटीले सिधै इम्प्याक्ट पर्ने हुन्छ। अर्कोतिर डेट ओरिएन्टेड फन्डले आफ्नो मेजर पोर्सन चाहिँ फिक्स्ड इन्कम जेनेरेटिङ इन्स्ट्रुमेन्टमा एलोकेट गरेको हुन्छ, जस्तै कि फिक्स्ड डिपोजिट, बन्ड्स र डिबेन्चर। यसले गर्दाखेरि फन्डको पर्फर्मेन्स र रिटर्न चाहिँ रिलेटिभली स्टेडी र प्रेडिक्टेबल हुन्छ अनि रिस्क पनि लो हुन्छ। यो क्याटेगोरीको फन्डबाट रेगुलर डिभिडेन्डको रियलिस्टिक एक्सपेक्टेसन राख्न सकिन्छ। रियल एक्जाम्पल हेर्नु पर्दाखेरि एनआइसी एसिया डाइनामिक डेट फन्डको डिभिडेन्ड हिस्ट्री नै हेर्दाखेरि राम्रो प्रुफ हो, जसले लगभग सबै वर्षमा कन्सिस्टेन्ट डिभिडेन्ड अनाउन्स गरेको देखिन्छ। यो स्टेबिलिटी नै डेट ओरिएन्टेड फन्डको मेन क्यारेक्टरिस्टिक हो है। तर इक्विटी फन्डमा डिभिडेन्ड इरेगुलर हुन सक्छ। मार्केटको पर्फर्मेन्स अनुसार डिपेन्ड हुन्छ फन्डको पर्फर्मेन्स। कहिलेकाहीँ एकदम डेन्जर धेरै र कहिलेकाहीँ चाहिँ थोरै या कहिलेकाहीँ हुँदै नहुन पनि सक्छ यस्तो किसिमको म्युचुअल फन्डले आफ्नो डिभिडेन्ड अनाउन्समेन्टलाई चाहिँ। सो यदि तपाईँ चाहिँ रिस्क लिन चाहनुहुन्न र कन्स्ट्यान्ट इन्कम चाहिन्छ भने तपाईँको लागि डेट बढी सुइटेबल हुन सक्छ है। ल यो थियो हाम्रो हरेक फ्याक्टरमा भएको एसआइपीहरूको कम्पेरिजन। तपाईँले गरिराख्नु भएको फन्डको पर्फर्मेन्स कस्तो भयो त, अर्को कुन चाहिँ बेटर छ भनेर पनि आइडिया चाहिँ भयो होला। अनि अर्को कुरा, हाम्रो यो एसआइपी साथी भन्ने एप चाहिँ डाउनलोड गरिराख्नु होला। अलि क्यापिटलहरूसँगको फ्यु इस्युजहरू चाहिँ चलिरहेछ, बट छिटै सल्भ भयो भने यो एसआइपी गर्न, अर्कोमा सार्न, नयाँ खोल्न, एसआइपीको कम्पेरिजन एनी टाइम कुन एसआइपीले कुनमा इन्भेस्ट गरिरहेको छ सबै कुरा बुझ्न सजिलो हुन्छ यो एपबाट। केही टाइम चाहिँ राम्ररी म्यानेज गर्न लाग्छ, बट त्यति बेरसम्मको चाहिँ तपाईँको घरको फिडब्याक चाहिँ हामीलाई दिँदै गर्नु होला है त। हस् त, भिडियो मन पर्यो भने आफ्नो सर्कलमा सेयर गर्नु होला। म भने अर्को एजुकेटिभ भिडियो लिएर आउने नै छु। अन्टिल देन टेक केयर, नमस्ते, बाई बाई एन्ड ह्याभ अ नाइस डे।